साथीहरु नमस्कार। अब यो भिडियो तपाईले हेरिसकेपछि तपाईले के बुझ्नुहुन्छ यसमा यो हेमराज थापा यिनीहरुको ग्याङ नै छ पुरा। यिनीहरुले भन्दै छन् कि वी डिड इट भनेपछि यिनीहरुले ठुलै काम गरे जस्तो यिनीहरुले फिल गरिराखेका छन्। यहाँ भनेको वी डिड इटले चुनाव हारेको छ उता हैन, तर यिनीहरुले गरेका यी अराजक हरकतहरुको छानबिन गरेर सरकारले यिनीहरुलाई कारबाही गर्नुपर्छ। हामीले गर्यौं नेपालको हरेक जिन्दगीलाई इतिहासले सम्झिने छ। We did it. भनेपछि सर परिवर्तन भयो। अब हिजोका दिनका केपी रतनले सेरेको के भयो